को लागि स्टफिङ चाहिँ मैले रेडी बनाइसकेको छु। कानाका बुता चिर्के। हेलो गाइज, नमस्ते हजुरहरु सबैजनालाई, वेलकम छ हजुरहरुलाई मेरो अर्को नयाँ भिडियोमा। आई होप हजुरहरु एकदमै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि अहिले चाहिँ दिउँसोको टाइममा चाहिँ मैले भिडियो स्टार्ट गरेकै छु एन्ड भित्र चाहिँ लास्ट गर्मी छ। म चाहिँ बाहिर आएर बसेको अवस्था छ साथीहरु, देख्न सक्नुहुन्छ। यतातिर चाहिँ यस्तो गर्मी छ, लास्टै गर्मी छ, त्यही भएर चाहिँ म चाहिँ टक्क चेयरमा बसेको अवस्था। मैले चाहिँ अहिले भर्खरै नुहाएँ। खासमा भन्नु पर्दाखेरि अहिले चाहिँ मैले भर्खर नुहाएँ हैन। मैले चाहिँ टक्क रुमहरु पनि सफा गर्दै थिएँ नि त, त्यही भएर अनि अहिले भर्खरै नुहाएको अवस्था। देख्न सक्नुहुन्छ टेबलमा भात तरकारी बनाएर राखेको, अनि बेड देख्न सक्नुहुन्छ साथीहरु हैन। अनि यतातिर ग्यास सब सफा गरेको छु अनि सब काम सकाएर चाहिँ मैले नुहाएको अवस्था हैन। नुहाएर अहिले भर्खरै आएर फ्रेश भएर अनि मैले चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। मलाई चाहिँ सबभन्दा अगाडि एकदमै भोक लागिरहेको छ। म चाहिँ भात खान्छु हैन। अनि त्यसपछि आज चाहिँ के छ कस्तो छ, मैले चाहिँ आज के गर्दैछु भन्ने कुरा चाहिँ हजुरहरुलाई मैले भन्नै पर्दैन होला हैन। हजुरहरुले चाहिँ हाइलाइट एन्ड टाइटल थम्बनेल देखेर चाहिँ हजुरहरुलाई थाहा भइसक्यो होला। सो म चाहिँ ढिला नगरिकन पहिला चाहिँ म भात खान्छु अनि त्यसपछि चाहिँ बोल्ने छु। अहिले चाहिँ बोल्ने जाँगर एकदम एनर्जी एकदमै खतम भइसक्यो साथीहरु। आजको खानामा छ साथीहरु दाल छ, अनि त्यसपछि हरियो खुर्सानी, मुलाको अचार, अनि त्यता चाहिँ अदरक छ, अदरकको अचार हैन। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ करेलाको भुजिया अनि आलुको भुजिया। सो साथमा छ यहाँ चिसो पानी फ्रिजदेखि निकालेको। हेलो गाइजहरु, खानासाना खाइयो। खानासाना खाएर चाहिँ एकदम रेस्ट पछि म फेरि पनि आइसकेकी छु र आज चाहिँ अब त्यही हो साथीहरु, मोमो बनाउँदैछु मैले। मोमोज हैन, भेज मोमोज बनाउँदैछु। त्यसको लागि तयारी हुँदैछ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले चाहिँ मैदा ल्याएकी थिएँ बिहान, अनि त्यसपछि यहाँ अदरकहरू सबै मैले ल्याइसकेको छु, गाजरहरू कटिङ हुँदैछ, क्याबेज ल्याएकी छु हैन। अरू सामान धनियाहरू खुर्सानीहरू अरू चाहिँ सबै छ। म चाहिँ तयारीमा लाग्दैछु। अब के हुन्छ कस्तो हुन्छ मैले तपाईहरुलाई चाहिँ सबै कुराहरू देखाउने छु, सो गराउने नै छु हैन साथीहरु। अनि तपाईहरु चाहिँ हाम्रो युट्युब च्यानल अमृता ब्लगमा चाहिँ कोही पाउन नयाँ हुनुहुन्छ भने चाहिँ सबैजनाले चाहिँ सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब टु माई युट्युब च्यानल भन्दै साथीहरु म चाहिँ लागे अब मोमोज गराउने तयारीतर्फ। अनि यता हेर्नु त साथीहरु, मैले चाहिँ यो मोमोजका भारा चाहिँ टक्क एकजना दिदीसँग चाहिँ मागेर ल्याएको। मैले चाहिँ अर्डर गर्नु पर्ला भन्दा भन्दै किन्नु पर्ला भन्दा भन्दै चाहिँ मैले किन्ने भएको थिएन। सो मोमोजको भारा चाहिँ मैले ल्याएछु बिहान हैन, पुरै फुल एकदम तयारीको साथमा चाहिँ म आया छु। तयारी चाहिँ लास्टै छ साथीहरु, तयारी त छ तर म चाहिँ त्यस्तो एकदमै मोमोज गराउन नजान्ने, सबै चीजहरु एकदमै गराउन जान्ने, एकदमै परफेक्ट हैन, एकदमै गराउन जान्ने मान्छे चाहिँ होइन। अब जस्तो भए पनि अब घरमै बनाएर खाम भन्ने चाहिँ मेरो सोच हो। किनकि अब आजकल अब मेरो ड्युटी छैन, मेरो काम छैन, यतिकै बस्छु हैन। अब घरमै बनाएर अलि धेरै पनि खाम, अलि अब आफ्नै हातले बनाएको अब अलगै खालको टेस्ट हुन्छ हैन। अब यस्तो पनि टाइम छ नि त, अनि त्यही भएर के अब बाहिरको खानु, अब घरमै अब हातैले बनाएर आफ्नै हातले खलास गरेर खाम भन्ने चाहिँ हाम्रो मेन्टालिटी हो, मेरो चाहिँ मान्यता हो साथीहरु। काम छैन केही छैन हैन, मजाले बनाइन्छ खाइन्छ, एकदमै टेस्टी पनि हुन्छ। घरमा बनाएको खाना चाहिँ एकदमै हेल्दी पनि हुन्छ साथीहरु। सो अब के हुन्छ कस्तो हुन्छ, कस्तो बनाउँछु त मैले हैन, त्यस्तो परफेक्ट चाहिँ छैन, आउँदैन त्यस्तो। अब देख्ने बित्तिकै खाउ खाउ लाग्ने वाउ भन्ने जस्तो त नहोला, बट अब कस्तो हुन्छ के हुन्छ हजुरहरुलाई चाहिँ मैले सबै देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, लास्टसम्म हेरिदिनु होला। मेरो भिडियो चाहिँ स्किप नगरेर हेर्नु होला साथीहरु। के हुन्छ कस्तो हुन्छ, सबै कस्ता बन्छन् त मेरा मोमो, त्यसको टेस्ट कस्तो हुन्छ के छ, जस्तो जति चाहिँ यहाँ सामान छ त्यसले चाहिँ मैले बनाउने छु। आटा चाहिँ मैले मुसेर चाहिँ यसलाई ढाकेर राख्दैछु हैन। मैले चाहिँ यसमा अलिकति नुन अनि त्यसपछि तेल हालेर मुस्या छु। अब चाहिँ म कटिङ गर्दैछु गाजरहरू हैन, अरू सामानहरू कटिङ गर्दैछु। योहरू देख्न सक्नुहुन्छ यहाँ मोमोजको लागि स्टफिङ चाहिँ मैले रेडी बनाइसकेको छु। यसमा चाहिँ छ साथीहरु हरियो खुर्सानी, प्याज, क्याबेज हैन, अनि लसुन, अदरक, धनिया, ग्रीन चिल्ली, नमक, तेल, धेरै छ साथीहरु। यस्ता यस्ता चीजहरु मैले सबै
मिसाया छु हैन एकदमै राम्रो स्टफिङ बनेको छ। अनि यतातिर चाहिँ यस्तो देख्न सक्नुहुन्छ हैन। मैले चाहिँ अब आधा उधी काम चाहिँ अब भ्याउन लागिसके। मैले चाहिँ अब गराउँदै छु मोमोज बेल्दै छु। बेल्दै गरेको अवस्था कस्तो हुने रहेछ एउटा चाहिँ बनाइहालौँ। मेरो चाहिँ स्टफिङ रेडी नै छ। टक्क अब चाहिँ कस्तो हुँदो रहेछ त। पहिला चाहिँ मैले अलिअलि बनाउँथेँ, आजकल चाहिँ बिर्सेको जस्तो न कस्तो कस्तो लागिरहेको छ गाइस हैन। बिर्सिया जस्तै रहेछ यार, छाँट काट्दै गरे म त सक्ने रहन्छु यार आजकल त। हो नै सक्ता मोमोज आजकल बिर्सेर रहेछ यार। हिजोहरू मैले चाहिँ यति मोमोज बनाइसकेको छु हैन। यहाँ चाहिँ हातले देखाउनै मिल्या छैन के। यति चाहिँ बनाइसकेको छु। अनि यो मैले भाँडा पनि धोएर ल्याइसकेँ। यहाँ चाहिँ यस्तै तेल लाउनु पर्छ साथीहरु। तेल लगाएपछि चिप्किदैन। सो नचिप्किनको लागि चाहिँ मैले तेल लगाउँदै छु। हेर्न सक्नुहुन्छ साथीहरु, देख्न सक्नुहुन्छ। अनि यता चाहिँ पानी उम्लिँदैछ हैन। मैले चाहिँ अझै बनाउँदै छु। यसमा चाहिँ पुगिसकेको छ अनि यसमा चाहिँ पुगेको छैन साथीहरु। मैले चाहिँ यहाँ बनाइसकेको छु। अब चाहिँ यसलाई मैले ढाक्दै छु, कभर गर्दै छु हैन। कस्तो भयो साथीहरु हेरमै त। पाक्दै रहेछ पाक्दै रहेछ। अनि यहाँ हेर्न सक्नुहुन्छ अरु। अनि यहाँ चाहिँ अब 5 वटा जति छन्। अनि हाम्रो स्टफिङ पनि यति छ, सकिदैछ। अनि फेरि चटनी बनाउनु पर्ने छ साथीहरु, धेरै छ काम। लास्टै गर्मी छ। मोमो पनि भइसक्यो, चटनी पनि मैले अहिले भर्खरै बनाइसके। मैले चाहिँ हजुरहरुलाई देखाउँदै छु, देख्न सक्नुहुन्छ चटनी। मोमोसँग खाने चटनी चाहिँ मैले बनाइसके साथीहरु। यो चटनीमा चाहिँ छ टिमुर, लसुन, अदुवा, त्यसपछि खुर्सानी, टमाटर, टिमुर गराएर चाहिँ मैले बनाएको छु चटनी। सो फाइनली साथीहरु मैले चाहिँ अब खादै छु। देख्न सक्नुहुन्छ यहाँ स्पाइसी चटनी एन्ड मोमोज स्टार्ट गरे है त साथीहरु। कस्तो छ हैन। वाउ भेज मोमो। क्या पिरो साथीहरु, आज त लास्ट पिरो रहेछ यार। साथीहरु लास्टै पिरो जाता। चम्मचले खाइदिन लाग्यो साथीहरु। साथीहरु चक्कर लाग्यो।
क्या पिरो मोमो दामी छ मोमो खान सक्दैन साथीहरु यो लास्ट साथीहरु सक्दैन अब मिठो त मिठो छ लास्ट पिरो साथीहरु सक्दैन साथीहरु त मुटु यति पिरोवाला खुर्सानी हालेर चाहिँ आजकल मैले मकबाङ गर्ने बेलामा धेरै पिरो पिरो खाएर पेट दुख्छ साथीहरु आजकल त मेरो कानाका बुता चिर्के कानाबाट धुवाल गयो म त बाहिर गएँ आज के साह्रो भयो साथीहरु अहिले चाहिँ बाहिर आएर एकदम राम्रो भयो हात पनि पिरो पिरो भयो लास्टै पिरो भयो अहिले चाहिँ बाटामा हावा खाँदाखेरि अलि राम्रो भयो यति स्पाइसी कमसेकम 8-10 वटा त हाल्यौँ कि मैले पिरो हालेको छ नि साथीहरु हेर्नु यहाँ चाहिँ हाम्रो प्लस्टर भइसक्यो तपाईहरुलाई मैले देखाएको थिएन होला अहिले चाहिँ थोरै ठिक भयो साथीहरु अहिले चाहिँ हावामा हिँडेर बाहिर बसेर चाहिँ अहिले अलि ठिक ठाउँमा आएको छु म तर लास्टै साथीहरु यति पिरो पुरै छाड्दिनु के यस्तो पिरो चाहिँ मैले अहिलेसम्म खाएको थिएन साथीहरु लास्टै पिरो हात पनि बहुत पिरो भइरहेछ एकदमै स्पाइसी पुरा स्पाइसी वाला एकदम पिरोवाला खुर्सानी हो नि त साथीहरु धेरै हालेको थिएँ नि त अनि कस्तो पिरो भयो कि नत्र म खुर्सानी धेरै खाने मान्छे तर आज लास्ट पिरो भयो अनि अब हजुरहरुलाई चाहिँ कस्तो लाग्यो त साथीहरु भेज मोमो मैले चाहिँ घरमै गराएँ हजुरहरुलाई सबै सो गराएँ हैन तपाईहरुले पनि यस्तै खाना चाहनुहुन्छ स्पाइसी एकदमै टेस्टी घरमै बनाएको खाना चाहे चाहिँ टक्क पारेर तपाईहरुले पनि खान सक्नुहुन्छ त्यही साथीहरु अब अरु त के भन्नु र हजुरहरुलाई कस्तो लाग्यो हैन अब मोमोज मुकबाङ मेरो चाहिँ मोमोज स्पाइसी मुकबाङ कस्तो लाग्यो तपाईहरुलाई पनि अहिले चाहिँ हाँसो उठेर होला अहिले चाहिँ अलि ठिक भयो के साथीहरु अहिले अलि ठिक भएर चाहिँ फेरि बोलिरहेको छु तर लास्ट पिरो हो साथीहरु एकदम लास्ट त्यो साथीहरु अब जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा अनि आफ्नो रेस्पोन्स राख्नु होला अनि कोही पाहुना चाहिँ कोही मान्छे चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो अमृता ओम भ्लग युट्युब च्यानलमा नयाँ आउनु भएको छ भने सब्स्क्राइब गरेर माया गरिदिनु होला त्यही साथीहरु लाइक शेयर सब्स्क्राइब टु माई युट्युब च्यानल ओके सी यू नेक्स्ट भ्लग बाई बाई टेक केयर जय नेपाल।